मोमो बनाउँछु कस्तो राम्रो पाकेको थाल छेडेर यस्तो के गर्ने जिन्दगी हाम्रो मर्दै ओए खाऊ खाऊ चट्ट मोमो बनाएर यार टेस्ट हाल्नु जाँदैछ कसैले खायो नि यहाँ वाह दामी मोमो बनाउँछु छुट्टीको 3-4 दिन छुट्टी छ नि त त्यसको साउथ वेट गरेको अहिले मोमो नि धेरै मिस भइरहेको थियो अब नेपालीको त राष्ट्रिय खानै भयो मोमो चाउमिन चटपट त होइन अरू नभने पनि यसो मोमो चाहिँ कति धेरै मिस भइरहेको थियो अनि आज छुट्टीको मेसो मिलाएर फेरि बनाउने प्रयास गर्दैछु है बनिरहेको छ स्पेसली साथीहरू चाहिँ मोमो बनाएर खाने साथीहरू चाहिँ पहिला नि खाइरहेको थियो साथीहरू मिस भयो अहिले चाहिँ यसो फेरि कतै थियो के गर्ने नेपालीको त राष्ट्रिय नै भयो त्यही भएर यसो बनाएर गऱ्यो भनेर बनाउनु लाग्यो त खाइयो पनि मिठो जस मिठो बनेको छ राम्रो बनेको छ आफ्नै हातले बनेको अर्ग्यानिक जे जस्तो भए पनि नेपालको किसान मेटाइरहेको छ अब मोमो चटपट नखाने त सायद नेपाली छैन होला पानीपुरी होइन अरू त अब त्यस्तै भयो मोमो चाहिँ पाराले खाने थाल छेडेर चट्टै त्यति ढङ्ग त छैन तर यसो आफूलाई काम चलाउने खान मन लाग्दा यतिको भसी त मोमोको आँटा त आयो मोमो चाहिँ प्रयास चाहिँ गर्दैछु के गर्ने यस्तै छ छुट्टी छ 3-4 दिन छुट्टी छ पनि यहाँ नजिक छैन एक त पाउँदैन अब सिटीमा भए पाइन्थ्यो यहाँ चाहिँ पाउँदैन क्या मोमोहरू चाहिँ त्यही भएर आफैले बिहानदेखि मिहिनेत गरेर मोमो चट्ट बनाउँदैछु ठिकै छ कति बन्छ कस्तो बन्छ कसरी भिडियोमा छोटो भिडियो बनाउने प्रयास गरेको छु यसो हेरेर लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नभुलिदिनु होला है नेपालमा भाङो हाल्छ नि नेपालमा मोमोमा प्रायः भाङै हो नि कस्तो राम्रो पाकेको थाल छेडेर यस्तो के गर्ने जिन्दगी हाम्रो यस्तो गरेर मोमो खान मन लाग्ने यस्तरी बनाएको मोमो बनायो मर्दै ओए खाऊ 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 उसको बात करेगा ल मोमो आज चट्ट मोमो बनाएर यहाँ टेस्ट हाल्नु जाँदैछु टेस्ट हाल्नु जाँदैछु म है दामी छ मेरो छोरे मेरो पनि हात छ कसैले खायो नि यहाँ के अरे अहिले नुन लागेछ वाह दामी भयो त खेल लगाउ नयाँ गरेको यो के मिसाएको होइन क्या यसमा अरिजिनल के हालेन हामीले आजको मोमो पनि स्टार्ट गरियो नर्मल तरिकाले बनाएको है तर राम्रो लाग्यो मिठो भएर रहेछ ए खाऊ न मर्दै बनबै छी अपने लाइभमै गर्नु साथी लाइभमै हो यो तिलको छोप पनि हालेको छोप हुन्छ नि छोप छ भन्दा नि त्यो हालेको है कालो कालो तिल हो क्या कालो तिल हो कालो यो हालेको अर्को पनि हुन्छ है सेतो हुन्छ अर्को सेतो हुन्छ सेतोको चाहिँ अझै मिठो हुन्छ सेतोको अझै हाम्रो चटनी पनि त्यस्तै भएको है मोमो पनि त्यस्तै मिठो भयो क्या चटनी चाहिँ मैले राम्रो बनाएको छु मोमो त म भन्दैन होइन
पनि ठिकै छ धेरै कति दुई महिनामा खायो चित्त बुझ्दो हो अस्तिभन्दा यो मोमो दामी छ चित्त बुझिरहेको छ आज बफमा अस्ति हामीले बफ पनि खाएको रातको मात्र खाएर लास्टमा चाहिँ यो चिकन राखेको थियो यसलाई पनि टक्क बनाएर हाल्दै स्वाद भएको